ल आज चाहिँ चौथो दिन हनी हन्टिङको। अहिले हामी उल्लो छेक्रामा ल पारि चाहिँ खोलाबाङ, माथि चाहिँ ठामडाँडा, खोलाबाङको भिर। अहिले हामी चाहिँ उल्लो छरेको डाँडामा। लिटर त पानी छ। वाह। अनि एडम बन्दोबस्त यही छ, खानापिना एटम बम एडम बन्दोबस्त जस्तै हेर्ने हो, हेरौँ है त। देखाइनु देखाइ कस्तो के ल्याएर जाओस्। यहाँ तल देखाइ, तल आइज न। कहाँ हो यहाँ? एउटा रक्सी के हो र? तीन पानी हो, यो हो। अनि यहाँ चाहिँ यो स्पोन्सर हो टके। आम्बो धन्यवाद छ सार्जन ए जोमदार जोमदार। ल यो चेन्ज गर्ने हो र, ल म बोक्छु त्यो। यो भारी छ के? लाग्यो ममेरतिर। आज चौथो दिन मह काट्नु। खाने भन्ने नहुने काम रहेछ पो। वाह दुख्न नै चाहिँ दुःख भयो। उमङ्गी नि कहाँ हान्ने? तिखेर फर्कियो। ट्रेनिङ गर्नु नसक्दा त्यहाँतिर कति महिना। यहाँ ठुलो रुख ढलेछ, अजिङ्गर अजिङ्गर रुख, उत्तिसको रुख। यहाँ ठुलो रुख थियो उत्तिसको रजिलोको, वरिपरि रजिलो रजिलो हुने। अहिले त ढली चाहिँ यहाँ त छाङ्गे देखिन्छ त गाउँ। ठुलो रुख ढल्यो त। ओहो को हो दुईजना? आम्बो दादाहरू त यहाँ बसेको। सिकारी जाम जाम। अब यहाँ मुनि हो, मुनिको भिरमा मह काट्ने। आज मह काट्ने भनेको यो भिरमा हो। मह भिरमा त 3 घर त रहेछ, 4 घर पो रहेछ। पराङ छोटो भएर यहाँ डोरी त्यो बाँधेर माथिकोलाई तलै गरेर हुन्छ, तल गर्दाखेरि तलै चाहिँ मुनि पराङ झार्ने हो। किन घुम्छ त? आज चाहिँ मम्मीको भिरमा हनी हन्टिङ हुँदैछ। 1 घर 2 घर 3 घर 4 घर। छोरा काट्दै कता छ? बिस्तारै बिस्तारै तान, बिस्तारै यहाँ अड्की जस्तो हुन्छ। तान तान तान्यो तान्यो। माटो हल्छ केटाहरूले।
हेर्नु माटो खसाल्ला योमा चाहिँ निकै रस दिन्छ फुलमा योमा के मानि छ होला यो सेकेन्डको मानि अहिले सेको जस्तो लामो छ यार भा सेको जस्तो लामो छ रस हो कि माटो खसाल्छ अलि तल झारेर तान्न अलि तल झार हात हल्दाउनु त हात हल्दाउनु ल मलाई तान्छ झन् माथि तान मेरोमा अघि चाहिँ के हो र मेरो बसी तानेको ताने गर्छ तल खसाल त मेरो चाहिँ धेरै छ लाग्यो पर छेउको खसाल्नु पर उताको छेउको दिमाग यो मह करोडो मह निकाल्नुमा प्लास्टिक थाप कहाँ तानिन्छ र हो छिटो छिटो गरेर बाटो रस हेर्ने छिटो छिटो स्वापर त चल त बाटो छिटो झार्यो छिटो छिटो रस चुइसक्यो रे के ठुल्ठुलो छकरा जानु पहिला ल ल ल ल ल अब चल तल सिटा सल्केको होला नि छिटो छिटो गर उडाइन ओ माय गॉड माल 10 मिलियन पर्छ यसलाई $10 मिलियन किन फुसान लागेर त्यो तान्छेको पराङ रस हो दिनु भयो चाहिँ रस हो कति छ भोरी फुल खै घरौमा त कति रहेछ ओ माय गॉड भोकाइस के हो त त्यहाँ बस पारिलो ठाउँमा चाहिने रहेछ रस आउनु छोरा त्यो भेना जङ्गल नजिक भन्दा नि सर उठ कि छोरा पारिलो ठाउँ चाहिने रहेछ क्या
के रे छोराहरूको यही हो स्पेसल यो स्पेसल त्यसमा होला रस्ता जम्मै जाडामा झर्ने रहेछ कि भरत पाइजा कता हुनुहुन्छ कोकला टाइम कोकला म टाइम म पिल्ले भन्छ खै ओके हजुर नि भन्नु ओके हजुर के हो जुस लेखेको छ नम्बर भन्ने मात्रै भन्ने थियो कि लेखेको जी नम्बर 12 थ्यांक यू अरु कोही छन् अनि हाम्रो म्याग्दी जिल्लाको भरत सर ल चाउचाउ बिस्कुट ल के खाने हो ल अनि हाम्रो चितवनबाट आउनुभएका एकदमै समाजसेवी मिलनसार व्यक्ति उहाँ हुनुहुन्छ के खानुहुन्छ चाउचाउ बिस्कुट नाम फेमस छ गरे उहाँको नाम उहाँ नभइकन संसार छ उहाँको नाम हो सूर्य बहादुर पाइजा नमस्कार धन्यवाद भइसक्यो अनि वरिष्ठ हनी अन्टर एकदम एक्सपिरियन्स के भन्नु न अङ्कल भन्नु न अङ्कल अनि हाम्रो त्यस्तै घाटहरुको सनम पाइजा कता हुनुहुन्छ नम्बर 13 हो यो त यस्तो चल्छ पानी छैन पानी छ धन्य पानी अब पानी नभए त्यही फेन्टल धोयो नि हुन्छ हाम्रो अर्पितको नाम अर्पितको बाबा भन्ने सबले चिन्छन् यहाँ मगार्नेको डिल जाने कि बिना डोरी अर्को त एउटा छुट्यो नि त अङ्कल छुट्यो नि एउटा वरिष्ठ कोपिलेलाई छुट्याइदिने नि डबल कपमा चिया हालेको थियो यहाँ छ खाइ बिस्कुट खाइदिनु त बिस्कुट छ भने भयो जामा केटा हामी त डाइरेक्ट बस्तिर डाइरेक्ट जान्छ उहाँ भेना पनि सिर भात्यो चाउचाउ चाहिँ प्याकेट छोमा खाइदियो भातै नखाएको नाम खाइदिनु चिसो सनम पाइजा त्यतिकै साहसी मान्छे इन्डियाको आर्मी र क्रिकेटको अनुभव छैन रहेछ ल खा बिस्कुट आयो कुन होइन यो कोकोला हो र धेरै हालेको के रे के त्यो रस नि त्यही हाल्दा गर्दा टन्नै हुन्छ आयो भोरि आएको ढाँटेको कि साँच्ची हो आधा अलिकति भोरि भयो भने चाहिँ भोलि आइदियो
अलिक पुगेको छैन कति लिटरको बाल्टिन 20 लिटरको अलिक काठी त अलिक पुगेको छैन 85 लिटर भयो भने राम्रो हो त 50 लिटर त भयो नि एक जम्बु त बाँध्ने भयो कि हो होइन यही हिसाब ल खलाङ कति निकाल्दै भएको छ तर उता र यता गएर 50 पुऱ्याएन तिनीहरूले उता थोरै आउँछ होला सम्म निकाल्ने 80 लिटर हुन्छ दुःख गर्ने 30 जना त 30 जना 60 2 लिटर पर्ने भयो रसले भाइले आता भागतिरको ढोकल्ने भित्र ढोकल्ने डाइरेक्ट धेर रहेछ कि रस यस्तो नपत्याउने रस यहाँ ग्यासले नहाछ यार अरे खेला न त ओइ मोर्लास रस बाँध्नेला मोर्ला यो पसन्द खालको मैले ल्याएन सिने ल आज बिहानमा चाहिँ म बाँध्न जाने हो हिजो रात पऱ्यो त्यही भएर आज बिहान म बाँध्ने भनेर त यस्तो पानी पऱ्यो बिहान पनि रातभरि राति बाटो परेको पनि अझसम्म भिएको छैन हिजो दुःख गरेकोहरूले काटिएको मभिरमा 4 घर चिसो टाउको उल्लखन्या 2 घर खोलाबाङमा 1 घर 7 घर काटिएको थियो 7 घरमा अब कतिजना आउनुभएको थियो हिजो उनीहरूले बाँड्ने हो अब एकछिनमा बाँडिन्छ कोकोलाई कति पर्छ ल म एकछिन देखाउनेछु मको भन्दाले माउरी त ठुकुरिएको छ त हेर्न त अब हेर्नु हामीले रस चाहिँदै ए त्यो टोटल रस त्यो सबै 1 डेप्ची 1 पराक ल म बाँडफाँड हुँदैछ अहिले छिर्दै छिरिन 2-3 दिनसम्म यस्तै राख्ने भने यो जम्प चाहिँ सुजन तिलिजा 2 नम्बरमा हुनुहुन्छ तुलबहादुर पूर्जा त्यसको सानो ल कहाँ हुने तिमी जाऊ धेरै रहेछ अन्तिममा चाहिँ यसो ऊर्जालाई पनि सनम पाइजा सनम पाइजा बगेन्द्र पूजा बलबहादुर पूजा शिव पूजा शिवदाई पाइजा शिवबहादुर पाइजा बलबहादुर पूजा पूजा गविता लघुबहादुर पाइजा सनम पछि भविन्द्र पूर्जा धाइनबाट आउनु बलबहादुर पूर्जा
उता उता साइडबाट जानु भएन उतापट्टि जानु उतापट्टि उता लाइनमा बस्नु होला सबैजना शिव गर्बुजा भरत पाइजा भरत पछि सूर्य बहादुर पाइजा सूर्य बहादुर पछि मन बहादुर लाइनमा बस्नु होला मन बहादुर तिलिजा दुर्गा बहादुर गर्बुजा टक बहादुर गर्बुजा भ्यान पोजिसन दुर्गा बहादुर गर्बुजा टक बहादुर गर्बुजा त्यसपछि लोक बहादुर पाइजा पछाडिको आलमारीमा ल्याउ त मेरो वाला तपाईको लोक बहादुर पाइजा लोक बहादुर पछि केश बहादुर तिलिजा मैले त आफ्नो आमा छ दुईचोटि हाल्नेलाई नि सबैले देखाएदेखि हालेको केश बहादुर तिलिजा सबैको सामानले हाले हो गोकुल तिलिजा दाइलाई त तिन हाल्दै हुन्छ गोकुल तिलिजा गोविन्द पूर्जा खेमराज गर्बुजा खेमराज खेमराजको कागो खेमराजको भाडा खेमराज भयो तासु खेमराज भयो तास बहादुर पाइजा तास बहादुर पाइजा पछि लक्ष्मण पूर्जा अनि तास बहादुर अनि लक्ष्मण पूर्जा तुलबहादुर रोका त्यसपछि लाइनमा बस्नु होला छुट्नु होला फेरि सेते तिलिजा त्यसपछि मान्छे छुट्याउने भाडा नछुट्याइ हुन्छ तास दाइको तुलबहादुर रोका सेते तिलिजा चार्नु चार्नु त चार्नु त्यो चुयो चार्नु न त कहाँ पुछेको होला विवेक पूर्जा विवेक 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 पूर्जा विवेक पछि देवबहादुर पूर्जा टेक बहादुर तिलिजा त्यसपछि टेक बहादुर खै टेक बहादुर पछि श्यामकुमार तिलिजा कहाँ गयो बुद्धे कान्छा कहाँ गयो बुद्धे कान्छा
बुद्धे कान्छा विवेक टेकबहादुर तिलिजा सोमबहादुर तिलिजा कहाँ गयो बुद्धे कान्छा त्यहाँबाट कमल तिलिजा बुद्धे र कमलको भाडा थाप्दै त है बुद्धेको पनि थाप्दै त एउटा देप्ची फर्केन भाला आउँछ त तँलाई ल टेकबहादुर तिलिजाको लास्ट भयो यो दुइटा छ त्यस भुते कान्छाको त्यो ऊ यहाँ छ टोटोको हाल्दैन टोटो दिएन टके टक उता गर्दा आफ्नो रुल्स बिगार्छ फौजी मान्छे भएर ल छुट्यो कोही छुट्यो नाम 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 नआएको के हो को हो यहाँ पहिला त अङ्कलको छुटेको नकराइकन बस्ने कि पोहोर त अङ्कलको छुटेको होइन र अहिले पनि छुटेको के भयो डबल पाउनु भयो त झन् ल राउन्ड 2 सुजन तिलिजा भरिन्छ के हो हन्टरको त भरिनै पर्यो नि होइन र अनि ल तुलबहादुर पूर्जा सनम पाइजा अलि पछाडि आइदिनु अङ्कल अलि त्यो अप्ठ्यारो गर्छ सनम पाइजा सनम पाइजा भविन्द्र पूर्जा अनि त्यसमा थापेपछि त त्यहाँबाट फेरि सोलीबाट तलै त झर्छ नि बड्ड सोली थाप्ने हो त झर्ने त भुइँमै हो नि बलबहादुर पूर्जा 1500-1600 भन्नु पर्ने शिवगर पूजा भरत पाइजा दुध धोन आएको के भरत दाई दुध धोन आएको के सूर्य बहादुर पाइजा आउनुहोस् थाप्नुहोस् थाप्नु झ्याउ लाग्यो भयो म त लैजान्न भन्नु पाउँछ मन बहादुर तिलिजा दुर्गा बहादुर गर्बुजा जोमदार टक बहादुर गर्बुजा लोक बहादुर पाइजा केश बहादुर तिलिजा गोकुल तिलिजा गोविन्द पूर्जा अहिले आउँछ पालो गोविन्द पूर्जा गोविन्द पछि खेमराज गर्बुजा
अर्को बोतल खोज्नु पर्ने भयो त अलिअलि टाइम थप्नुपर्छ गरे अलि त्रिप्री गोविन्द पूर्जा गोविन्द पछि खेमराज गर पूजा जम्मूमा त अटिन नि ऊ थोरै अटिन दाइको दरको रहेछ ठिक हुन्छ खेमराज पछि तास बहादुर पाइजा लक्ष्मण पूर्जा तुलबहादुर रोका त्यसपछि सेते तिलिजा विवेक पूर्जा विवेक अड्न फेरि त्योमा फेरि अड्न विवेक पछि देवबहादुर पूर्जा यसमा हाल्दिने दुई च्यानल 5 हैन विवेकको विवेक पछि देवबहादुर पूर्जा गाली गर्छ टेकबहादुर तिलिजा सनम खोज्नु जा घर घर ल्याएछ न कितिली सितिली ताके साके यहाँको बोतल कोल्ला ल श्याम कुमार तिलिजा श्याम कुमार र कमलको ल सेकेन्ड राउन्ड सेकेन्ड लट नै सकियो ल अब थर्ड त्रिपाम चाहिँ के हो ल थर्ड लट तेस्रो राउन्ड सुजन तिलिजा म त सुने आएर पुग्छ ढुक्यो भने भयो यार तुलबहादुर पूर्जा थाप्नुहोस् न अङ्कल कस्तो यार छोरालाई यार तुलबहादुर पूर्जा सनम भविन्द्र बलबहादुर आउनुहोस् आफ्नो रस लिएर जानुहोस् शिव गर्बुजा भरत सूर्यबहादुर मनबहादुर रेडी छिटो जोल छिटो थापे त्यसले पाउँछ अलि पाउनु त फेरि मनबहादुर पछि दुर्गबहादुर पाउँछ ढुक्क टके टक पछि लोकबहादुर
केशबहादुर गोकुल गोकुल पछि गोविन्द घरै छैन गोविन्द पछि खेमराज खेमराजको ल्याइदियो भए चाहिँ खेमराज पछि तासु विवेक तासु पछि लक्ष्मण भाडा भाडा लक्ष्मण पछि तुलबहादुर सेते देवबहादुर टेकबहादुर सनम तो बिसिन्छ यार सस सनम यार सोमबहादुर ल सोम र टकेको ल उसको कमलको सोमबहादुर अनि कमल ल एकजनाको भागमा यति ल कति कति एक्सर्साइज ल महँगो बाटफाट भयो एकजनाको भागमा यति पऱ्यो यी यति अझै गाउँलेको बान्ने बाँकी छ यो चाहिँ दुःख गरेको छिस्को टाउको उल्लो साइडमा 2 घार खोलाबाङ 1 घार अनि ममिरमा 4 घार काटेको यति पाइयो हाम्रो यता त छिटाइ पनि आउनु भएको छ खुसी खुसी दुःख म थोरै धेरै कति पाइयो भन्नु पर्यो खुसी एकदम खुसी